ओहो प्रतिमा बहिनी कहाँ हिँड्न लाग्नु भएको यति राम्री भएर? ए म वहाँ तल बिर्ता मोडसँग जाम भनेर नि। चाहिँ यसको प्राइस सुनिस् भने चाहिँ। ओहो करिना बहिनी कता हिँड्नुभयो? यसो प्रतिमालाई देखेर गफ गर्न आएको थिएँ। अनि तपाईँ चाहिँ कहाँ हिँड्नुभयो सम्झना दिदी? ए मलाई सोध्नु भएको? म पनि बस पर्खेको नि यहाँनिर। ए त्यही भएर सोधेको नि तपाईँलाई कहाँ जानुभएको भनेर। हजुर हजुर। दिदी तपाईँ बस पर्खिनु भएको होला, मैले त उसलाई एकछिन भेट्न आएको, म चाहिँ गएको ल। ए हुन्छ बहिनी। बहिनी तपाईँ त मलाई देखेर पर सर्नु भयो नि, किन र? तिमी के जातको? ए हजुरले त मलाई एक्कासी जातै सोध्नु भयो त। हजुरले त मलाई एक्कासी जात सोध्नु भयो। अनि हजुर भन्नुहोस् न त, हजुर चाहिँ के जात पर्नु भयो? म त ब्राह्मण हो। अनि तिमी चाहिँ कुन जातको पर्यौ नि? अनि हजुरले पहिला नै किन मेरो जात सोध्नु भएको नि? जात फरक भएपछि मान्छे पनि फरक हुन्छ नि त। ए हो र? बहिनी हजुरलाई म एउटा कुरा सोध्छु है। सोध्न त। दुःख पनि जात फरक फरक भएर लाग्छ र? तर खोइ समाजले यस्तै सिकाएको छ हामीलाई। ए अब बहिनी समाजलाई बदल्न हामीबाटै सुरु गर्नुपर्छ नि। त्यसो भए ठुलो कुरा के हो त? जात होइन बहिनी, मान्छेको सोच ठुलो हुनुपर्छ। हामी सबै एउटै हौँ, मानव जात। साँच्ची बहिनी तपाईँले मलाई मेरो जात सोध्नु भएको थियो होइन? हो नि। सायद तपाईँले मेरो लगाएको लुगा देखेर, मेरो फोहोर लुगाहरू देखेर, च्यातिएका कपडाहरू देखेर सायद मेरो जात सोध्नु भएको थियो होला। तपाईँले ब्राह्मणकी छोरी भन्नुभयो नि है, तर म पनि ब्राह्मणकी छोरी हुँ। माफ गर्नु होला दिदी, मैले हजुरको पहिरन देखेर हजुरलाई एकदमै तल्लो स्तरको भनेर सम्बोधन गरे। मलाई आत्मग्लानि भइरहेको छ। हामी नै हो मान्छेको सोच बदल्ने, होइन र? हामी जात होइन मानवता रोजौं।